प्रिया भन्छन्, अर्जुन के तिमी मलाई अहिले नै भेट्न आउन सक्छौ? अर्जुन भन्छ, मलाई पनि त तिमीलाई कतिखेर भेटौँ झै भइरहेको छ। प्रिया भन्छन्, अर्जुन यति बेला म अस्पतालमा छु, छिट्टै आउन न। यो कुरा सुनेर अर्जुन झसङ्ग हुन्छ अनि भन्छ, प्रिया तिमी अस्पतालमा के भएर? प्रिया भन्छन्, केही भएको छैन, बिहान अचानक रिङ्गटा लागेको थियो, त्यही भएर। प्लिज छिट्टै आऊ न, आई रियली मिस यु। अर्जुन भन्छ, ठिक छ म आइहालेँ, चिन्ता नल्याऊ, सब ठिक भइहाल्छ। यति भन्दै अर्जुनले फोन राख्छ र अस्पतालतिर लाग्छ। जब अर्जुन अस्पताल पुग्छ तब प्रिया बेडमा सुतिरहेकी हुन्छन्। यो देखेर अर्जुनको मन एकछिनको लागि एक तमास हुन्छ अनि अर्जुनले प्रियाको बाबालाई सोध्छन्, अंकल प्रियालाई के भएको? बेडमा बेहोस अवस्थामा सुतिरहेको देख्छु नि। प्रियाको बाबाले रुँदै भन्छ, अर्जुन प्रियालाई धेरै नै ठूलो रोग लागेको छ। यो कुरा सुनेर अर्जुनको हात खुट्टा लर्याक लुरुको हुन्छ अनि अर्जुन आफू स्वयंलाई सम्हाल्दै भन्छ, के रोग? कस्तो रोग?